आशाका केन्द्र आदरणीय व्यक्तित्व महेशजी आइसक्नु भएको छ। मलाई प्रमुख अतिथिको आसन ग्रहणको निम्ति म पनि हार्दिक अनुरोध गर्दछु र सुदरबार चल्छ। संसद विघटन गर्नु पर्यो भन्छ। संसद गोलीको आम सभा हो, जनसभा हो। त्यसैले पनि त्यस्ता अराजकता तत्त्वहरूलाई चाहिँ ठेगान लगाउनको निमित्त नेकपा एमाले सधैँ तयार छ भन्ने कुरा पनि यहाँलाई म जानकारी व्यक्त गर्न चाहन्छु। अर्को कुरा, सरकारले निर्दोष जेन्जी भाइ बहिनीहरूलाई उकास्न जाने भने होइन, 23 गते भनेर होइन उचालेको, उहाँबाट सुरु गरौँ। उहाँबाट सुरुवात गर्ने हो भने निष्पक्ष रूपमा छान्ने होस् भन्ने कुरा पनि यहाँबाट हामी उद्घोष गर्न चाहन्छौँ र हाम्रो निमन्त्रणलाई स्वीकार गरेर पाल्नुभएका सम्पूर्णलाई प्रमुख अतिथि, व्यासमा आसन सम्पूर्ण नेतागण लगायत तल बस्नुभएका मञ्चभन्दा तल बस्नुभएका सम्पूर्ण सम्मानित कमरेडहरू, आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक स्वागत गर्दै हाम्रो कार्यक्रम एकदम छोटो बनाउने हामीले निर्णय गरेका छौँ। ढुकढुकी तपाईँ हाम्रो माझ भनिसक्नु भएको छ। आजको एकल वक्ताको रूपमा यहाँ सम्बोधन गर्न आउनुभएका पोलिट ब्युरो सदस्य जनताका ढुकढुकी महेश बस्नेतज्यूलाई आफ्ना